हेलो गाइस, आज चाहिँ हामी अलासादेखि दमाम जाँदैछौँ। हाम्रो लाइसेन्स आइसक्यो साउदीको, त्यसैले हाम्रो ड्युटी हुन्छ यहाँदेखि ट्रान्सफर भइरहेको। गोरी बिस्तारा बाँडेर हामी गइरहेछौँ। हाम्रो साथीले ब्यागहरू प्याक गर्दैछन्। गाइस, यो चाहिँ साउदीको बाटो हो। अहिले सबको स्पिडमा छौँ हामी। अब हामीले पनि यसै गरेर गाडी कुदाउने दिन आउने छ साथीहरू। देखि यहाँ दमाम आएर बसेका थियौँ र एकजना साथीलाई हेरिराखेँ दमाममै। मलाई चाहिँ यहाँबाट रियाद पठाउँदैछ। रियाद गएपछि मलाई गाडी दिन्छ, त्यसपछि मेरो ड्युटी सुरु हुन्छ। अब हामी यो लोड भइरहेछ। लोड भइसकेपछि यहाँबाट रियादको लागि छुट्नेछौँ। र साथीहरू, रियादमा कस्तो छ मेरो ड्युटी भन्ने कुरा म वहाँ गएर भिडियो बनाउने छु। अहिले चाहिँ हाम्रो यात्रा रियादको लागि। साथीहरू, अहिले चाहिँ बाटामा खाना खान उत्रिएको छु। यो पेट्रोल पम्पमा लोरी त्यहाँ राखेर खाना खान पर्ने हो। साउदीको पेट्रोल पम्प खाना खानु पर्यो। म खाने खाएर चाहिँ फेरि हाम्रो यात्रा सुरु हुन्छ। मटन चावल पानी, यो 22 रियलको यार, यति महँगो छ है खाना। एउटा खाना पनि खाइभयो। अब लागिन्छ हामी रियादको सफरमा। गाइसहरू, रियादको सफरमा हाँ जी, बंद हो गया। हाँ हो गया। वो लाग्यो रियादतिर।